नमस्ते सबैजनालाई है। आज फेरि यो चपस्टिकको चाहिँ थर्ड डे है मेरो प्र्याक्टिसको चाहिँ तेस्रो दिन। हेरौँ कस्तो हुन्छ। आज दुई दिन मैले ट्राई गरेँ। 2 दिन ट्राई गर्दाखेरि चाहिँ ठिकै लाग्यो। पहिलो दिन अलिक धेरै नै गाह्रो भयो, अनि त्यसपछि सेकेन्ड डे अलिकति भनौँ न 0.01% जस्तो अलिकति इम्प्रुभ भयो। त्यसपछि आज बल्ल टाइम पाएको छु। फेरि अब आज चाहिँ थर्ड डे चपस्टिक रेडी छ मेरो। मलाई यो कुरा नि थाहा छैन साँच्चै चपस्टिकलाई धोएर फेरि युज गर्छन् कि फाल्छन् एक्चुअली खाएर। मैले त त्यही युज गरेको छु, धोएर राखेर। अनि त्यसपछि हेरौँ कस्तो हुन्छ आजको चाहिँ। यो चम्चा चाहिँ जस्ट इन केस है, अब एकदम भोक लागिरहेको नि त, अनि त्यही भएर यसले खाँदाखेरि अलिक भएन भनेदेखि पुगेन जस्तो भयो नि, यसले 1-2 गाँस खान्छु अनि फेरि त्यसपछि यसले गर्छु भनेर। सो लेट्स गेट स्टार्टेड है। सबैजनालाई धन्यवाद। अघिल्लो भिडियोहरू जसले हेरेर साथ दिनुभएको थियो। तपाईहरुले पनि केही ट्राई गर्नुभएको छ जिन्दगीमा, नयाँ केही कुरा ट्राई गर्न लाग्नु भएको छ भनेदेखि अफकोर्स हेजिटेट गर्नु हुँदैन है। यो चाहिँ मेरो सुरु दिनहरू भएको हुनाले चाहिँ, चपस्टिक ट्राई गर्ने सुरु दिन भएको हुनाले चाहिँ मैले अलिकति यो मेरो सलाद चाहिँ के भन्छन्, सलाद हामी चाहिँ सलाद भन्छौँ, यहाँका मान्छेहरूले चाहिँ स्यालेड्स रे। अनि मलाई चाहिँ आउँदैन कि म चाहिँ सलाद नै भन्छु। कति गाह्रो हुन्छ कि कहीँ रेस्टुरेन्ट गएर अब सलाद माग्यो भने नेपाली रेस्टुरेन्टहरूमा त केही भएन, फरक पर्दैन। तर अब यहीँको अरू रेस्टुरेन्टहरूमा गएर सलाद भन्यो भने चाहिँ वाट भनेर सोध्छन् कि म त हाँसेर बस्छन्। अनि त्यसपछि बल्ल स्यालेड्स ओके स्यालेड्स भने चाहिँ अनि बल्ल बुझ्छन् कि एउटै चिज है। कति गाह्रो हुन्छ। हामीले वहाँ पढ्दा कसरी सिकेका हुन्छौँ र यहाँ रियलमा गर्दा कस्तो हुन्छ। मैले अस्ति सेकेन्ड टाइम खाएपछि विनिताले मलाई एउटा कुरा सिकाएको थियो। म चाहिँ यस्तो ठाडो पारेर खाइरहेको थिएँ, यसरी अलिक गाह्रो हुने रहेछ। अलि यस्तो गर्नुपर्ने चाहिँ यस्तो साइडबाट चाहिँ अलिक सजिलो हुन्छ। यस्तो साइडबाट चाहिँ यसरी चेप्ने ल्याउने। ठिकै छ अहिलेसम्म त सजिलो। मैले चाहिँ आज यो मेरो सलादमा चाहिँ के हालेको छु भन्दा, थोरै कुखुराको मासु छ, मैले त्यसलाई चाहिँ थोरै तेल हालेर फ्राई गरेको छु, जुन चाहिँ यस्तो छ होइन। अनि त्यसपछि अन्डा छ। अन्डा चाहिँ मैले त्यति बनाएको छु चाना, यो सजिलो भयो। त्यसपछि टमाटर, अलिकति बन्दाकोपी, अनि कागती, थोरै सस, अनि बोइल गरेको के भन्छ अरे क्याप्सिकम भनेको, के अरे क्याप्सिकम भनेको त बिर्सेँ हो, नेपालीमा के भनिन्छ क्याप्सिकम। अनि त्यसपछि अरू के हाल्छु, च्याउ पनि अलिकति बोइल गरेर हालेको छु, राम्रो हुन्छ अन्त। नुन, थोरै मसलाहरू हालेको छु। खाना चाहिँ मिठै छ। काँक्रो पनि रहेछ, मैले बिर्सेको छु। म एउटा भिडियो हेरेको थिएँ युट्युबमा यसो सिक्नको लागि। अब चाहिँ कस्तो हुन्छ भन्दा तिनीहरूले चाहिँ यसलाई चाहिँ यो अम्लामा राख्ने रे, अनि यसलाई यहाँ माथिबाट राख्ने रे यसरी। अनि यो अम्लाबाट यसरी त कस्तो खानै अप्ठ्यारो लाग्यो कि चल्दैन। त्यही भएर नेपाली हो नि त, त्यही भएर अनि आफ्नै पारा जस्तो हुन्छ आफैले सिक्ने, हो आफैलाई जसरी सजिलो हुन्छ त्यस्तै गरी गर्ने भनेर। बाइ द वे मैले गाजर पनि हालेको रहेछु है, मलाई पनि थाहा थिएन। मिठो चाहिँ मिठो छ है, नमिठो भए त फेरि खानै मन लाग्दैन। विदेशमा अब त्यही त यस्तो भिडियोहरू बनाउन त मन लाग्छ, तर छुट्टी भने बेलामा र सधैँभरि हुँदैन। अनि कहिलेकाहीँ जे जस्तो बनाउन सकिन्छ, जस्तो हुन्छ त्यही टाइम भएको बेलामा चाहिँ गऱ्यो, बनायो, त्यस्तो नथिङ न्यू। आज चाहिँ विनिताको बिहानै काम भएको हुनाले चाहिँ विनितालाई बिहानै काममा मैले पुर्याएर आएँ। हामी यो बसेको ठाउँ चाहिँ अस्ट्रेलियाको अब गाउँ जस्तो ठाउँ भयो नि त, रिजनल भन्छ होइन। हाम्रो मानव बर्दिवास सहर सिडनी जस्तो हो भनेदेखि यो हामी बसेको चाहिँ मेरो गाउँ
चेरु जस्तै भयो। अब अहिले त हाम्रो गाउँहरू पनि विकास भइरहेछ होइन। त्यस्तै गरी यहाँ पनि अब सिटीमा जस्तो ठुल्ठुलो घर यताउता ठुल्ठुलो बिजनेसहरू त्यस्तोहरू चाहिँ हुँदैन। यहाँको गाउँ पनि अब सुविधाहरू त सबै हुन्छ यहाँनिर, तर त्यही हो गाउँ भनेको चाहिँ अब शान्त अनि के भन्छ पसलहरू छिटै बन्द हुने, अनि त्यसपछि अहिले अब धेरै सुविधाहरू भन्नाले सहरमा जतिको एकदम चहल पहल मान्छे धेरै यता त्यस्तो हुँदैन। सानो सहर छ, गाडीमा 5-7 मिनट गाडीमा हिँड्यो भनेदेखि यो हामी बस्ने गाउँ सबै सकिन्छ। मानव हाम्रो चेरु गाउँ जत्रै भनौँ न, हाम्रो चेरु गाउँमा पनि हामी मोटरसाइकलमा सरर हिँड्यो भनेदेखि तलदेखि माथिसम्म यसरी हिँड्दाखेरि चाहिँ लाग्छ नि त 5-10 मिनट, अझै बढी नै लाग्छ। त्यहाँ रोड अब हाम्रो पक्का नभएको हुनाले चाहिँ बिस्तारै हिँड्नु पऱ्यो नि त कच्चीमा, अनि ठ्याक्कै त्यस्तै नै हो। आज त्यति खासै एकदम गाह्रो चाहिँ भएको छैन, किनकि मैले यो खानेकुरा अलि लामो लामो बनाएको। आज धेरै गाह्रो चाहिँ भएको छैन। अहिले सानो सानो टुक्रा जुन लास्टमा बस्या हुन्छ त्यो चाहिँ कस्तो हुन्छ त्यो समाउन चाहिँ गाह्रो होला। यहाँ त समय अहिले पुरै गर्मी छ, गर्मी बढ्यो नि। यहाँ नेपालमा जाडो सुरु हुन लाग्यो, यहाँनिर चाहिँ ठ्याक्क अपोजिट अब फरक हुन्छ। ठ्याक्क उता जाडो भयो यता गर्मी सुरु हुन्छ, उता गर्मी हुँदा यता जाडो सुरु हुन्छ। अचम्म लाग्छ सम्झिँदा नि। अब बिस्तारै भएपछि त बानी भइहाल्छ। म पनि 3-3.5 वर्ष भयो के अरे यता बसेको, त्यही भएर अब त बानी हुँदै गयो, त्यस्तो खासै फरक लाग्दैन। यहाँको गर्मी चाहिँ एकदमै धेरै तातो हुन्छ है। अब तपाईँहरूलाई थाहा छ कि छैन होइन, के छ भन्दा यो अस्ट्रेलिया भन्ने देश चाहिँ के सूर्यबाट चाहिँ होइन, त्यो एउटा हाम्रो पृथ्वीलाई छुट्याउने भूमध्य रेखा हुन्छ, बिचमा पृथ्वीलाई त्यो मापन गर्ने रेखा, त्यो रेखाको मै पर्ने भएको हुनाले चाहिँ सूर्यबाट चाहिँ एकदम नजिक छ भन्छन्। अरू देशहरूभन्दा नजिक भएको हुनाले यहाँको घाम चाहिँ एकदम पोल्ने हुन्छ। मानव 20-22 डिग्रीको ठिक्कै हुन्छ नि त। 20-22 डिग्री भनेको त घाम लाग्दाखेरि हल्का ठिक्क गर्मी भन्ने हुन्छ। 30-35-40 भने त एकदमै गर्मी हुन्छ। अनि 20-22कै उसमा पनि घाम लागिरहेको छ भने अब हामी बाहिर गयौँ भनेदेखि चाहिँ हिँड्दाखेरि अब यस्तै टी सर्ट लाएर हिँड्यो भनेदेखि यस्तो पोल्छ, आम्मा त्यो हुन्छ नि रोगै लाग्ला जस्तो, क्यान्सरै होला जस्तो पोल्छ पोल्न चाहिँ। अनि तपाईँहरूको हालखबर के छ है? मलाई जसले हेरिरहनु भएको सबैजना मेरो आफन्त दिदीभाइ, मेरो घर परिवार, मेरो नातेदारहरू सबैजना हुनुहुन्छ। त्योभन्दा बाहिरको मान्छे त खासै कोही छँदै नै छैन मलाई मसँग फ्रेन्ड भएको र मलाई फलो गर्नुभएको। सबैजनालाई सम्झिरहेको हुन्छु है। अब त्यही हो, फोन गर्न सम्पर्क गर्न भने जस्तै गरी पाइँदैन होला, किनकि सबैलाई थाहा छ सबैको घरबाट कोही न कोही कतै विदेशतिर जानुभएको छ, कसैको आफन्त जानुभएको छ। सुन्नुहुन्छ होला नि उनीहरूको कुरा पनि कि अब सधैँभरि कुरा गरिरहन, सधैँ फोन गरेर मिल्दैन। यहाँको चलनै त्यस्तै क्या, अचम्म लाग्छ होइन। जस्तो अब यहीँको मान्छेहरूको, यहीँको नागरिकहरूको कुरा गर्दाखेरि चाहिँ उनीहरू जिन्दगीभरि कामै जस्तो हुन्छ उनीहरूले गर्ने। यहाँ खेती पनि हुन्छ फेरि मजाले। म कहिलेकाहीँ हामी यसो डुल्न निस्किँदाखेरि चाहिँ देख्छौँ कि यहाँ चाहिँ खेती गर्ने। ओहो, म कुनै दिन मिल्यो भनेदेखि भिडियो बनाउँछु है। यहाँको ट्र्याक्टरहरू देख्नुभयो भने छक्क, म त छक्क परेँ। अब हामीले बल्ल बल्ल गोरुले जोत्न सुरु गरेको देखेको, त्यसपछि ट्र्याक्टरले अहिले भर्खर आएको छ। अब यहाँनिर त ट्र्याक्टरै छ, तर कस्तो के अब कत्रो ठुलो कस्तो दामी हो क्या ट्र्याक्टर पनि। मजाले त्यो अब जग्गै कति सिधा हो यो देशमा। अब त्यो के भन्छ अरे माउन्टेन पहाड त्यस्तो ऊ चाहिँ अब अलिक पर मात्रै कता कता चाहिँ यो देश पनि ठुलो छ। अनि सबै सम्म पुरै सम्म भएको हुनाले चाहिँ
ठुलो फाँट मानौ 20 बिघा 50 बिघा जस्तो अब ठुलो खाली ठाउँमा खेती गर्छन् एकैचोटि धान गहुँ त्यस्तो केही लाउँदाखेरि त ट्र्याक्टरले मजाले जोत्छ 8-10वटा ट्र्याक्टरले लाइन लाएर ट्र्याक्टर पनि यो घर जत्रै भनौँ न अलि हुँदैन अलिक सानो त्यत्रो हुन्छ अनि त्यसले मजाले बिउहरू त्यहाँ राखेर त्यसैले रोप्छ त्यसैले गोड्छ काट्ने बेला पनि त्यसैले काट्छ प्याकेजिङ भएर प्याकेजिङ गर्न चाहिँ सायद अब कम्पनी लैजाला यहाँको त्यही भने है विकास सायद त्यही नै होला अब विकास भनेको हामीले अब नेपालमा बसेर देखेको र यहाँ देखेकोमा फरक भनेको मैले त्यही हो यहाँको गर्ने तरिकाहरू फरक भयो अनि यहाँका मान्छेहरू अब थोरै सङ्ख्याको मान्छेहरू भनौँ न यस्तै अहिले हामी जहाँ बसिरहेको छौँ यस्तै रिजनल ठाउँतिर चाहिँ खेतीपातीहरू अलिक धेरै हुन्छ किनकि सहरतिर त हुँदैन हामीले काठमाडौँमा पनि काठमाडौँको भ्यालीभित्र त हुँदैन नि खासै अलिक पर चाहिँ अलिअलि खेती गर्छन् त्यहाँ पनि जहाँ घर बनाएको छैन नभए त्योहरू पनि बिक्रीमा भइरहेको हुन्छ अनि त्यस्तै हो यहाँ पनि अब यहाँ नजिकै खेतीहरू हुन्छ यहाँ नजिकै के रोप्छन् अनि थोरै जनसङ्ख्याहरू चाहिँ यहाँ खेतीबारीमा लागेको हुन्छ किनकि सरकारले पनि सहयोग गर्ने भएको हुनाले चाहिँ थोरै तिनो मान्छेहरूले नै धेरै खेती गर्न सक्छन् टेक्नोलोजीले गर्दाखेरि त्यो चाहिँ मेसिनरी सामान काम गर्ने तरिका थोरै मान्छेले धेरै काम गर्न सक्छन् अरू भनेको अब अधिकांश मान्छेहरू भनेको चाहिँ कामै गर्ने भयो जस्तो अब यहाँको मानौ हाम्रो नेपालमा मेरो मम्मी र बुवा अब काम गर्नुहुन्छ भनेदेखि कति 6 दिन अब नेपालमा आइतबार बिदा हुन्छ अरू 6 दिन त काम हुन्छ नि त त्यस्तै यहाँ पनि सबै घर लौरी मान्छे 18-19 वर्ष कटिसकेपछि मान्छेहरू सबैजना काममा लाग्छन् कोही पेन्टिङको काम गर्ने भए कोही पेट्रोल पम्पमा पेट्रोल हाल्ने भयो जस्तो मैले पेट्रोल पम्पमा गर्छु कोही त्यसमा गए अनि कोहीले अब उसको मम्मी बुवाले के काम गर्छन् त्यसैतिर जान्छन् अब कोही ठेकदार बन्छन् अब अरू धेरै थरीको यहाँ चाहिँ काम कति र अब यो हाम्रो हामी बस्ने घर यो भाडामा लिएको छ हाम्रो घर अगाडि घाँसहरू हुन्छ पछाडि घाँसहरू हुन्छ त्यो काट्नको लागि पनि मान्छेहरूको कामै हुन्छ उनीहरूलाई पैसा दिएर बोलाउँछन् अनि सरकारले अब रोडको छेउमा भएको घाँसहरू काट्नको लागि पनि मान्छेलाई पैसै दिएर बोलाउँछन् है अब यहाँ चाहिँ काम चाहिँ के भन्ने अब 1000 थरीको होला सायद काम त्यही भएर सबैले काम पाएको हुनाले चाहिँ काम गर्छन् कामबाट कमाएको पैसाको थोरै अमाउन्ट सरकारलाई ट्याक्सको रूपमा जान्छ अनि सरकारले त्यो ट्याक्स जम्मा भएको चाहिँ यही जनताको लागि विकासको कामको लागि लगाउँछ त्यसले गर्दा देश अगाडि बढाइ गर्ने सबैले सुविधा पाउने हुँदो रहेछ हामीलाई के थाहा मलाई त केही थाहा थिएन यहाँ नआउन्जेलसम्म बल्ल अहिले धेरै कुराहरू सिकियो है अब भोलि पर्सि हेरौँ यहीँ सधैँभरि बस्नु चाहिँ सकिँदैन यहाँ सोसियल लाइफ भनेको हुन्छ नि जस्तो अब मै तपाईँहरूलाई अब कतिजनाले मलाई हेरिरहनु भएको छ मैले यहाँ भिडियो बनाएर यति कुरा भन्दाखेरि थाहा पाइरहनु भएको छ अब मलाई भिडियो बनाएपछि देख्नु भएको होला कतिजनासँग नबोलेको 6 महिना 1 वर्ष 2 वर्ष भयो होला अब भिडियो देख्दाखेरि त थाहा पाउनु भयो नि त भन्नाले ल यस्तो हुँदो रहेछ है बल्ल देख्यो यो मान्छेलाई त मैले त बिर्सिनै सकेको थियो होला भन्ने नि कति हुन्छ अब त्यो चाहिँ किन भन्दा विदेशमा लाइफ त्यस्तो अनि त्यो भनेको चाहिँ मैले समय नै पाउँदिनँ मैले आफ्नो घर परिवारसँग त कुरा गर्न कसै गरी समय निकालिन्छ नभए अरू मान्छेहरूसँग साथीभाइहरूसँग कहिलेकाहीँ गरिन्छ अरू आफन्तहरूसँग कहिलेकाहीँ हुन्छ अनि त्यसले गर्दाखेरि बिजी भनौँ न अनि त्यही भएर यहाँ चाहिँ लाइफ हाम्रो गाउँ समाज जस्तो चाहिँ मजाले मिलेर बस्ने अनि ओल्लो पल्लो घरमा अब आन्टी के छ अङ्कल के छ ठुलो बुवा के छ दाइ भाइ भन्दै हिँड्ने अनि कसै केहीमा चाडबाड हुँदाखेरि अब यताउता एउटा घरमा जाने अर्को घरमा जाने यताउता त्यो चाहिँ यहाँ पाइँदैन यहाँ भनेको काम गर्नै पऱ्यो 5-6 दिन भाडासाडा तिर्न खाना बस्नको लागि नि पैसाहरू अब दुवैजनाले बुढाबुढीले नै काम गर्नु पऱ्यो अलिकति पैसा जोगाउनको लागि भने अलिक बढी काम गर्नु पऱ्यो नभएदेखि कमाएको पैसाहरू अब यहाँको महँगी अनुसार उस्तै त हो नेपालमा महँगी बढेको छ भन्छ नि यहाँ पनि सेम नै हो यहाँको पैसाको अनुसार यहाँ पनि महँगी नै हो तर जस यहाँ काम छ मान्छेले काम खोज्न सक्छ काम खोजेर पायो भने चाहिँ सजिलो हुन्छ है यो देखाएर के भन्छ अरे देखाएर खाए चाहिँ नभन्नु मैले लुकाएको छु नदेखेस् भन्न फेरि कति मान्छेले भन्छ नि आँखा लाग्यो भनेदेखि भुँडी दुख्छ भन्छ नि त्यस्तो चाहिँ नगरिदिनु है सबैजनालाई मैले चिनिरहेको छु म कसले गर्दाखेरि मेरो भुँडी दुख्यो भनेर भनिदिन्छु फेरि अर्को भिडियोमा त्यस्तो नगरिदिनु सबैलाई सम्झना छ माया छ अब फेरि नेपाल आउँदाखेरि अर्को दसैँतिर हुन्छ कि
नेपाल गयो भने धेरैजना मान्छेहरूसँग भेट्न छ। कति समय भयो कतिजनालाई भेट्नै नपाएको। आफ्नो घर परिवार त छँदैछ, आफन्त। आज त त्यति धेरै गाह्रो भएको छैन। तेस्रो दिन तेस्रो थर्ड टाइम प्र्याक्टिस गर्दा आज धेरै खासै गाह्रो भएन। आज सुई सुई आइरहेको, अब सकिन लाग्छ। तर कुनै दिन यसको बारेमा म खोज गर्छु। यो चपस्टिकले खाने आइडिया, यो यस्तो चिजले नै खान मिल्छ। जस्तो चम्चालाई हामी त हातले खाइरहेको भयो, चम्चा त होटलहरूमा जाँदा खाने, अनि त्यसपछि अब विदेशतिर मान्छेहरू गएपछि सिक्ने। चम्चाहरू युज, जहाँ पनि चम्चा युज गर्नुपर्ने भएको हुनाले चम्चा युज गरेँ। नभए मैले त अब अहिले पनि म खाना खाँदाखेरि हामी हातैले खाइन्छ, हातैले मलाई मजा लाग्छ। तर यस्तो यस्तो चिजहरू पनि छ है संसारमा। एउटा हात भयो खाने, अरू के हुन्छ, चम्चा भयो, अनि एउटा यो भयो, अरू त थाहा छैन मलाई है। अरू कसैलाई थाहा छ भनेदेखि भन्नु है। कसैले अब कुनै अन्तर ठाउँमा गएर देख्नु भएको छ, सिक्नु भएको छ, जस्तो खानको लागि मान्छेहरूले केसम्म युज गर्छन् भन्ने कुरा है, के प्रयोग गरेर खान सकिन्छ। एउटा चपस्टिक, चम्चा, हात, मैले पनि थाहा पाएँ भने अर्को भिडियोमा भनौँ ल। धन्यवाद सबैजनालाई है, नमस्कार। अब अर्को भिडियोमा भेट्छु, फेरि मेरो चौथो दिनको भिडियो आउँछ। सबैलाई धन्यवाद, माया गरिदिनु भएको छ, हेरिदिनु भएको छ। सबैजनालाई सम्झना छ ठुलो कुरा भनेको। अब नेपाल आयो भनेदेखि कतिजनासँग भेट्न पाउँछु होइन, खुसी लागिरहेछ अहिलेदेखि नै। 1 वर्ष पछाडि जाने हो नेपाल, तै पनि खुसी लागिरहेछ अहिलेदेखि। त्यस्तो हुन्छ, आफ्नो देश, आफ्नो परिवार, सबै कुरा भनेको आफ्नो आफन्त भनेको चाहिँ त्यति लाग्छ। विदेशमा भएपछि त नेपाल हुँदाखेरि पनि त्यति नै माया लाग्थ्यो, तर विदेश भएपछि अलिक बढी हुन्छ। थ्याङ्क यू फर वाचिङ है, बाई।